लब्रा पर्दा केटाहरू आउँछ सुट्टा सल्काउँदा घोडा टल्काउँदा स्किल लगाएर बाइक पड्काएर हातमा सुट्टा सल्काउँदा सक्नुहुन्छ। डाइनोसर पनि नेपालमा आएको है। अहिले चाहिँ पानी परेर चाहिँ हामी ओत्ला आएर बसेका छौँ। कस्तो अनुभव भयो तेरो जिप लाइनको? यस्तो बब्बर भयो गाइस, हजुरहरु नि आउनु होला। ए भिडियो पो भयो रहेछ त। भन्न भन्यो ल। उल्टो भएको छैन के त, बोल्न पहिला। ब्याकग्राउन्डमा कसरी देखाउनु? देखाउँछु के त, बोल्न। आज हामी कहाँ आएका छौँ केटाकेटी? वनबाटिका। यहाँ हेर्न सक्नुहुन्छ हजुरले। यसलाई के भन्छ? सेतो टावर होइन, यो निलो र सेतो टावर। यहाँ चाहिँ रोटेपिङ घुमिरहेको छ। चक्कर लाउन सक्छ, उल्टी आउन सक्छ। हाम्रो दादा लास्टै फन्नी हुनुहुन्छ गाइस, डोन्ट माइन्ड। हाउ फन्नी? लास्टै फन्नी। यहाँ हेर्न सक्नुहुन्छ डाइनोसर पनि नेपालमा आएको है। गोरिला पनि आयो छ। खै ए गोरिला ल, यहाँ त रहेछ सगरमाथा ल। तपाईँ देख्न सक्नुहुन्छ पानी पर्न लागेको छ। अहिले चाहिँ हामी वनबाटिका आइपुगेका छौँ। पानी पर्ला जस्तो छ। पछाडि हेर्न सक्नुहुन्छ भ्यू टावर छ। यहाँ खेल्नको लागि गेमिङ सेन्टर पनि छ। आउनु होला, घुम्न आउनु होला। यहाँ ल आउनु होला एकचोटि। तिलोत्तमा नगरपालिकामा रहेको छ। शङ्खनगरबाट भित्र वनबाटिका पार्क। आउनुहोस् परिवारसँग घुम्नको लागि। र आज चाहिँ पानी पर्न लागेको कारणले गर्दाखेरि नि मौसम एकदम हुँदैन भन्नेमा छ। साइक्लिङ हुन्छ कि हुँदैन भन्नेमा छ गाइस। हामीहरु अब हेरौँ, एक्सप्लोर गर्दैछौँ। अझै एक्सप्लोर गर्न बाँकी नै छ। नयाँ चिजहरू थपेको रहेछ। म धेरै पछि आएँ यो ठाउँमा, रमाइलो लाग्दैछ अझै। यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले पार्क रहेको छ। यहाँ केटाकेटीदेखि लिएर बुढापाका सबै आएका छन्। मनोरञ्जनको लागि गाइस। टिकटक बनाउन लाउनु आएको छ यहाँ दिदी बहिनीहरूले। अब टिकटक बनाएको बेला दादाले भ्लग गर्नुहुन्न, नत्र देखाउनु हुन्थ्यो। सम्झिने पानी छम्किने अँध्यारो भइसकेको छ। तर बजेको छ यहाँ अहिले नेपाली टाइम 1 बजे है त। रात पर्ला जस्तो भइसक्यो। ए भिडियो पो भयो रहेछ त। भिजियो अति भिजियो, पुरै भिजियो। अब चाहिँ पानी बन्द भइसकेको छ। अब हामी जाँदैछौँ जिपलाइनतिर। अब चलेछ कि अब चल्छ कि चल्दैन थाहा छैन। गएपछि थाहा हुन्छ, हेर्दै गर्नु होला ल। पुरा भिडियो अहिले आउँछ गाइस। त्यस्तो त नआए पनि। कस्तो अनुभव भयो तेरो जिप लाइनको? यस्तो बब्बर भयो गाइस, हजुरहरु नि आउनु होला द थ्री क्रुमा। तिम्रो कस्तो भयो? मेरो राम्रो भयो। सुरुमा डर लागिरहेको थियो, पछि त अब डराउन पर्दैन। बाबु अब कहाँ जाँदै हो हामी? यता हेरेर भन त एकचोटि। हामी अब जूतिर। किनिपिग। अब अरू हेरौँ। र तपाईहरु पनि बेला बेलामा वनबाटिका आएर एक्सपिरियन्स लिनु। सक्दैनस् आगो सल्काउँदा यता हेर
यो लास्टमा यो पिस तेरा हात एडिट गरेर हाल्नु है मजा आहा गाइस यस्तो गर्मीमा यो गोला पाएपछि अब हाम्रो ब्लग इन्ड हुन गइरहेको छ। तपाईँ बनबाटीकोमा आएर जिपलाइन साइक्लिङहरू गर्न सक्नुहुन्छ। यहाँको वातावरण एकदमै पिसफुल छ, लुम्बिनी भन्दा पनि भनेर भन्न भएन। ल तपाईँहरू मनोरञ्जनको लागि बनबाटिका आउन सक्नुहुन्छ। बनबाटिका इज अलवेज बेस्ट र हजुरहरूले एक्सपिरियन्स लिन सक्नुहुन्छ। साइक्लिङ जिप लाइन अनि स्विङ छ। ल बाई बाई जहिले पनि अन गरौँ भइसक्यो क्या हट्नु न मान्छ नि एडिट गरेर हाल्नु है।